नमस्ते अनि हार्दिक स्वागत गर्दछु नयाँ दिन नयाँ भिडियोमा। साथीहरू, आज म कतारको अल्खोर स्थित अलवेद स्टेडियमको मेन गेटको नजिकै आइपुगेको छु। यो स्टेडियममा मैले 1-2 महिनासम्म ड्युटी गरेको थिएँ र आज लामो समयपछि फेरि भिजिट गरेको छु र चाहिँ भिडियो बनाउने क्रममा आज म अल्खोरमा रहेको नेपालबाट ल्याइएका हात्ती रुद्रकली र खगेन्द्र प्रसादलाई हेर्ने क्रममा हिँड्दै आइराखेको छु र मेरो कन्डिसन यस्तो छ र यो पोजिसनमा ज्याकेट हातमा राखेर यसरी हिँडिराखेको छु। कतारमा रमजान चलिराखेको छ र यो समयमा खाना पिउनको लागि चाहिँ अलाउ छैन। बेलुका 5 बजे 5:30 बजेतिर खुल्छ र यता सिग्नल रहेको छ र यता हरियाली रहेको छ र चाहिँ यो बाटो यो रहेको छ भने बिचको चाहिँ भूगोल खाली मरुभूमिहरू पनि देखिएको छ। त्यता स्टेडियम रहेको छ। कस्तो लाग्यो साथीहरू? छोटो मिठो मेरो मिनी भ्लगमा यहाँहरूले जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहुनेछ। अहिलेलाई भने छुट्टिनुपर्छ। जाँदा जाँदै सेयर, सब्सक्राइब, लाइक र बेल आइकन घन्टी अल अन गरेर प्रतिक्रिया दिन नछुटाउनु होला। बाई बाई साथीहरू। मेरो पोजिसन वाओ। ओके, बाई बाई। र म हिँडिरहेको रास्ता बाटो यो रहेको छ साथीहरू। है त हरियाली छ।